तिमी यो भातलाई तिमीलाई यो दाल र साग चाहिँ भात तिमीलाई यो दाल एक कुकर तिमीलाई हैन मलाई चाहिँ यो मासु हो यहाँ हेर त तर तिमी सबै थोक हाल म चाहिँ यो मासु चाहिँ म हाल्छु के ल मासु चाहिँ म हाल्छु खाना हाल न अलिकति यहाँ हेर न मासु चरम चरम त खानै नपाएको त गेसले बजाइदिन्छ नि खाना खाने बेलामा त्यस्तो गर्नु हुँदैन झन् जे छ त्यसमा सन्तोकी हुनुपर्छ भनेर तिमीलाई मैले साग र दाल पकाइदिए खै नि त नि म मासुसँग खान्छु भन्दाखेरि सन्तोकी बन्नुपर्छ भनेर भनेको ल अहिले हाल म साग खान्न है साग खान्न म त साग किन नखाने नि हरियो परियो आँखा देखिँदैन आँखा कमजोर हुन्छ कुरुकुरु साग खाने यही म साग खान्न मासु नखाए पनि हुन्छ म यो खान्छु के यति सबै तिमीलाई त साग सबै हाले नि हुन्छ टेबलमा बसेर खाना पाएको भए पनि हुन्थ्यो म दाल नि नखानी म त दाल कति बाक्लो बनाउनु भएको यो म किन नखानी हो हरियो परियो यहाँ सुक्खा खान्छ मासु चाहन्छु क्या मासु म खान्छु तिमी सागसँग छिटो यो खानु त यो फेरि यहाँनिर अब लाग्छ टेबलमा बसेर खानुपर्ने ठाउँमा ल तिमी चाहिँ सागसँग खाऊ यो अहिले म खाम्ला है यसले यतै राख्छु म ल्याउनु न एक दुई पिस त खाऊँ है तिमी नै खाने म दिन्छु यहाँबाट एक पिस ल खाऊ है अनि पुगेन भने त्यहाँ साग नै छ ल यो त नखाने यहाँ साग पनि खा अब एक पिस दिनु थोरै खा तिमी यो र एउटा सागसँग खाऊ एक पिस खान्छु न त्यत्रो मासुको चोक्टो लगाएर ल खाऊ ल खाऊ साग र भात ल खाऊ के मासु भयो बँदेल के को बँदेल